हर्का साम्पाङलाई जनकपुर मन्दिरमा प्रवेश निषेध गरेपछि दुर्गाप्रसाईले आफ्नो केही कुराहरू हर्का साम्पाङ सम्बन्धी केही कुराहरू व्यक्त गरिरहेका छन्। हर्का साम्पाङलाई विरोध गर्नुहुन्न र यिनलाई जान दिनुपर्छ भन्ने कुराहरू आफ्नो मुखबाट यसरी भन्नुभएको छ। दुर्गाप्रसाईको यो कुरा कस्तो लाग्छ र विशेष गरी हिन्दूहरूले जुन जनकपुरमा भएका त्यो धर्मगुरुहरूले यो भिडियो हेर्नै पर्ने, त्यो पण्डितहरूले हेर्नै पर्ने यो भिडियो राजा आऊ देश बचाऊ भन्ने अभियन्ता दुर्गाप्रसाईले के भन्छन् त यो भिडियो हेर्नुहोस्। अस्ति हर्का साम्पाङजी त्यहाँ जनकपुरमा जाँदाखेरि त्यसरी लखेट्नु हुँदैन थियो, किनभने जुन धर्म माने पनि नि मन्दिर जान पाइन्छ, मैले पनि चर्च जान पाउँछु होइन, त्यो मेरो कुरा हो नि त, मेरो पर्सनल कुरा हो नि त। तर त्यहाँ जाँदाखेरि हाम्रा साथीहरूले भनौँ न, हाम्रा त्यहाँ हिन्दूवादी साथीहरू हिन्दूको नाममा त्यसो गरेर खेल्नु राम्रो कुरा होइन। आस्था सबैलाई बराबरी छ। म चाहिँ के भन्छु भने अब त्यस पछाडि आएर फेरि उहाँले के भन्नुभयो, मुक्लुमुङ हाम्रो हो अनि यता 12 क्षेत्र हाम्रो हो। बुढा भनेको के हो? बुढा भनेको सुँगुर हो। भगवान विष्णुको अवतार सुँगुरको रूपमा त्यहाँ जन्म भएको थियो। अब के त्यो जेसस क्राइस्टको सन्तान त होइन होला, हिन्दूहरूकै हो नि होइन। त्यसले गर्दाखेरि उहाँले पनि मुक्लुमुङ नजानु। अब त्यो माथि पाथिभारादेखि तल पाथिभारासम्म त मूर्ति हामीले नै विराजमान गराएका छन् नि, आस्था त छ नि त हामीलाई पनि। ती पाउ पाथिभारा सबैमा ठुला दुर्गा माताका मूर्ति, बाघमा चढेका मूर्ति कसले गराइदिएको भन्दा दुर्गाप्रसाई विराजमान गराएको छ नि। हामीले दान पनि दिएको होइन, हामीले लगेर विराजमान गराएको। त्यसले गर्दाखेरि हो यो खालको घोचपेचले तपाईँको के हुन्छ, समुदायमा लडाइँ हुन्छ, समुदायमा। अब राईले बाहुन छेत्री देख्न नसक्ने, बाहुन छेत्रीले राई लिम्बू देख्न नसक्ने, लिम्बूले ऊ देख्न नसक्ने, राई देख्न नसक्ने। अहिले राई लिम्बूमा झगडा पनि थाल्छ। एउटा राई लिम्बू 70% राई लिम्बू हिन्दू वैदिक सनातन किरात बौद्ध सहितको हिन्दू छ है। गाईको मासु खाँदैनन्, भैँसीको मासु नखाने राई लिम्बू हुन्छन्, रक्सी नखाने राई लिम्बू पनि छन्। अब यिनीहरू गाईको मासु बिना हुँदैन भनेर त्यो त अर्कालाई जिस्काउने काम, अर्कालाई हेप्ने काम भयो क्या। म आर्यनजी र हाम्रो हर्का साम्पाङजीलाई चाहिँ के भन्छु भने तपाईँहरू त्यसरी नहेप्नु, सबैलाई समान नहोस् न। तपाईँहरू खानुहोस्, खान पाएको छ, रोकेको छैन, मुक्त टालेको छैन नि। दुर्गाप्रसाईको भनाइ तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? के हर्का साम्पाङलाई निषेध गरिनुपर्छ या गरिनु पर्दैन त्यो जनकपुर मन्दिरमा? तपाईँहरूलाई कस्तो लाग्छ? हर्का साम्पाङलाई निषेध गरिएकोमा तपाईँ सही हुनुहुन्छ या यो भनाइलाई विरोध गर्नुहुन्छ? तपाईँहरूलाई कस्तो लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। जय नेपाल।